हेलो गाइस, के छ खबर? टक्कसँगले म चाहिँ अहिले होइन ड्राइभिङको लाइसेन्स लिन गइरहेको छु। अमेरिकामा चाहिँ के सिस्टम रहेछ ड्राइभिङको लाइसेन्स बारे बुझ्न चाहनुहुन्छ, जान्न चाहनुहुन्छ भने भन्नुहोस् मलाई। म तपाईँहरूलाई सकेको जति हेल्प त गरिहाल्छु। अभियसली कमेन्ट गर्नु होला। अनि हाम्रो यो मिजौरीमा चाहिँ टक्कसँगले त ड्राइभिङ अफिस छ। त्यस्तो गाह्रो छैन, नेपालको जस्तो लाइसेन्स निकाल्न यहाँनिर सजिलै छ। त्यस्तो गाह्रो पनि छैन, इक्जाम पनि गाह्रो हुँदैन अरे। म चाहिँ इक्जाम दिन गइरहेको छु अहिले, राइटिङ इक्जाम। 25वटा क्वेसन हुन्छ, 20वटा मिनिमम मिलाउनु पर्छ अरे। अनि ट्रायल पनि रोडमै दिने, पर्मिट निकाल्नु पर्छ। यहाँनिर एसएसएन नम्बरको चाहिँ एकदमै धेरै भ्यालु छ है, सोसल सेक्युरिटी नम्बर। त्यो चाहिँ तपाईँहरू अन क्याम्पस काम पाउनु भयो भने एसएसएन नम्बर बनाउन सक्नुहुन्छ। तर अहिलेसम्म मैले त्यो पाएको छैन अन क्याम्पस काम। म पनि बेरोजगारै भएर बसिरहेको छु। अनि यस्तै छ जिन्दगी, के छ र होइन, बिस्तारै। तर हाम्रो यहाँ मिजोरीमा चाहिँ एउटा के राम्रो रहेछ भने एसएसएन नभएकोलाई पनि लाइसेन्स निकाल्न मिल्ने। जस्तै एसएसएन अफिस जाने, नन एसएसएन सर्टिफिकेट निकाल्ने, मेरो एसएसएन नम्बर छैन भनेर सर्टिफिकेट निकालेर दिएपछि चाहिँ हाम्रो टक्कसँगले इक्जाम दिन मिल्ने रहेछ। तर इक्जाम दिनको लागि त्यो एसएसएन लेटर चाहिने होइन, पर्मिट निकाल्नको लागि चाहिने हो। अनि अहिले चाहिँ टक्कसँगले हाम्रो पुरै यस्तो अमेरिका भन्ने जिल्लामा छु। म चाहिँ भन्न नमिल्ने अमेरिका भन्ने देशमा छु, मिजोरी स्टेट। म साउथ इस्ट मिजोरी, म चाहिँ अनि साउथ इस्ट मिजोरी युनिभर्सिटीको स्टुडेन्ट हो। मागे धेरै भएको छैन, 2 महिना भयो, लगभग 3 महिना भयो। यस्तै चलिरहेछ जिन्दगी, बेरोजगार जिन्दगी। न अन क्याम्पस काम पाइन्छ। अब अन क्याम्पस काम पायो मेरो एसएसएन पनि बनिसक्थ्यो। यस्तै छ गाइज, फेरि भेटौँला। तपाईँहरूलाई म इक्जाम दिएपछि मेरो इक्जामको एक्सपिरियन्स सुनाउँछु र त्यो 2टा भिडियो जोडेर म हाल्नेछु युट्युबमा। तपाईँहरूले सकेसम्म मेरो भिडियोलाई लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला, त्यति भन्न चाहन्छु। हस् त, धन्यवाद, बाई बाई।